म हिजो हिँडेको होइन घरबाट अनि बल्ल आज रुम पुगिसकेको छु कि। सो के भएको थियो भन्दाखेरि हिजो बिहान चाहिँ म चाहिँ खाना खाएर घरबाट निस्किन्छु भनेको थिएँ। अनि मेरो केटाहरूले चाहिँ भनौँ साथीहरूले चाहिँ घरबाट सामान पनि मगाएको थिएँ। अनि चामल थियो, अनि हल्का फुल्का सामान आएको थियो क्या, घिउ स्यौ। अनि त्यो लिएर म गाडी चढेको थिएँ। अनि काठमाडौँ जाने गाडी भनेर चढेको, जस्तो त्यो सिम्पलवाला क्या, सानोवाला हुन्छ नि त, हल्का ग्राउन्ड क्लियरेन्स भएको हो। त्यसमा चढेँ, हामी गयौँ क्या। बाटो त चिल्लो थियो नि त, यहाँ के अरे चोरमारादेखि नारायणघाटसम्म। अनि त्यहाँसम्म बाटो राम्रो हुँदा हुँदैन थिम्सीमा गएर गाडीले एक्कासी रोकिदियो के। अनि गाडी के भयो भनेको होइन, इन्जिन सिन्जिन हेर्न थाल्नु भयो होइन ड्राइभरहरूले। अनि त्यहाँ चाहिँ के अरे बेल्ट गएको रहेछ भन्नुभयो। अनिखेरि हामीलाई 1 घन्टा कुराउनु भयो क्या। अनि कुरेर हामी त्यसपछि फेरि होइन सेम कम्पनीको गाडी कति धेरै छ भन्नुभएको थियो क्या ड्राइभरले। अनि त्यही कम्पनीको अर्को गाडी आएर हामीलाई गाडीमा त्यो गाडीबाट निकालेर त्यो गाडीमा चढाएर हामी फेरि गयो होइन। अनि त्यहाँबाट हामी रामपुर गएर रोक्यो, त्यहाँ खाना खायो। अनि त्यहाँ खाना खाएर हामी लाग्यौँ होइन काठमाडौँतिर। अनि काठमाडौँ जाँदाखेरि चाहिँ मैले देखेको होइन, कति धेरै ठाउँहरूमा चाहिँ कन्स्ट्रक्सन चलिरहेको थियो क्या बाटोमा। अनि एउटै ठाउँमा चाहिँ लगभग 4-5वटै जेसिबीहरू खटाएर होइन, बाटो फुटाएर बाटोहरू कति धेरै ठाउँमा बन्दै थियो। त्यही भएर हामीलाई चाहिँ मलाई चाहिँ वहाँ काठमाडौँ पुग्न टाइम लाग्यो। अनि म काठमाडौँ पुग्दाखेरि चाहिँ कति 6 बजे थियो होला। अनि साथीहरू चाहिँ वहाँ हाम्रो कालुपाडे डाँडातिर थिए। अनि त्यहाँबाट झरेर मलाई लिन आए। अनि लिन आएर हामी रुममा गयो। अनि रुममा चाहिँ साथीको घरबाट हामीलाई लोकल मासु आएको थियो होइन, लोकल कुखुराको मासु। अनि त्यो निकालेर बनाएर खाएर सुतेर अनि बिहानै चाहिँ म उठेर यहाँ आएको।